बाटो केही देख्दैन है, कस्तो छ बाटो। यस्तो बाटो चाहिँ केही देखाएको छैन, अन्धकार छ अगाडि। धुचुले पुरानो यो हेटौडा बाटो हो, भैँसे हुँदै। यो चाहिँ बाल्यकालदेखिको पुरानो याद आउने बाटो हो। यो बाटोमा धेरै यात्रा गरियो मैले, 7-8 वर्ष उमेरदेखि नै। बाटो चाहिँ यस्तो छ, केयरफुल भएर हिँड्नुपर्छ। अन्धकार छ, केही देख्दैन। म त इन्डिकेटर बाल्दै हिँडिरहेको छु, के गर्ने। यस्तो बाटोमा हिँड्नु मजा आउँदो रहेछ, छुट्टै आनन्द। न कोही गाडी आउँछ, कहिले कहिले दुईवटा आउँदो रहेछ, न त छैन गाडी। शान्त वातावरण, काठमाडौँको हुलमा बसेको मान्छेलाई त कति आनन्द छ। आज त्यस्तै छ, हुस्सु परेको दिन, फेरि हुस्सु लागेको दिन, पानी परेको दिन, हल्का पानी परेको। राम्रो छ, रमाइलो छ नि। लाल गुराँसहरू भरिभरि छ झरेको। लाल गुराँस केही देख्दैन। लाली गुराँसको फुल रात त भाज पुरै रातै भाज, लाली गुराँसको फुल झरेर। साह्रै आनन्दको बाटो, साह्रै मजाको बाटो हो। यो धेरै 30-40 वर्षपछि हिँडेको बाटो हो। म त 30 वर्ष भयो होला यो बाटो आफ्नै साधनमा हिँडेको चाहिँ आज पहिलोचोटि हो।